म त्यो हस्पिटलमा गएँ भने के सेवाहरू चाहिँ पाउन सक्छु? अहिलेको लागि चाहिँ हामी कहाँ चाहिँ बेसिक मेडिकल अनि बेसिक सर्जिकल त्योहरू हामीले प्रदान गरेछौँ र सरकारले दिएको भर्टिकल प्रोग्रामहरू जुन मैले अघि नै व्याख्या गरेँ तिनीहरू प्रदान गर्छौँ र थप म अर्थोपेडिक सर्जन भएको हुनाले गर्दाखेरि मैले चाहिँ त्यहाँ इमर्जेन्सीको सबै कन्सल्टेसनहरू हेरिरहेछु सधैँ। अनि त्यसपछि गएर अर्को चाहिँ अर्थोपेडिक सर्भिसहरू पनि ओपिडी दिइरहेछु। अनि अब हाम्रोमा अर्थोपेडिक सेवा भइहाल्यो, त्यसपछि 24 घण्टा ल्याब सेवा छ। ल्याबमा चाहिँ कम्प्लिट ब्लड काउन्ट, लिभर फङ्सन, कलेजोको जाँच, मृगौलाको जाँच, त्यसपछि कोलेस्ट्रोलहरूको जाँच, सुगरको जाँच, होइन, पिसाब, दिशा पिसाबहरूको जाँच, इसिजी, एक्सरे, 24 घण्टा यो सेवाहरू छ। यो ल्याब सेवा, एक्सरे सेवा, 24 घण्टा इमर्जेन्सी सेवा। त्यसपछि गएर हाम्रो अन्तरङ्ग विभाग, इनपेसेन्ट डिपार्टमेन्ट पनि छन्, हामीले भर्ना गरे पनि गर्छौँ। हालै हामीले बर्थिङ सेन्टर पनि सुरुवात गरेछौँ। अनि 24 आवर बर्थिङ सर्भिसहरू पनि छ।